नमस्ते सम्पूर्णमा सर्वप्रथम त गोर्खे सलाम हजुरहरू सबैलाई म रोशन तामाङ रोजगार समाचार 2.5 मा एकपल्ट फेरि न्यानो स्वागत गर्दै आजको यो भिडियो सुरु गर्न गइरहेको छु। आजको यस भिडियोमा हामी डिस्कस गर्नेछौँ रेलवे जेई रिक्रुटमेन्ट नोटिफिकेसन 2025। आरआरबीले जेई जुनियर इन्जिनियर पोस्टको लागि नोटिफिकेसन आउट गरिदिसकेको छ। यो जो नोटिफिकेसन छ यो गभर्नमेन्ट अफ इन्डिया मिनिस्ट्री अफ रेलवेले रिलिज गरेको छ। रेलवे रिक्रुटमेन्ट बोर्डले एलिजिबल क्यान्डिडेट जो भी छ उहाँहरूको लागि अनलाइन एप्लिकेसनको सुविधा दिएको छ, जसले जुनियर इन्जिनियरिङ गर्नुभएको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ डिपो मटेरियल सुपरिन्टेन्डेन्ट डिएमएस र केमिकल एन्ड मेटलर्जिकल असिस्टेन्ट सिएमए पोस्टको लागि यो नोटिफिकेसन जारी भएको छ। तपाईँले 31 अक्टोबरदेखि लिएर 30 नोभेम्बर 2025 सम्म अनलाइन अप्लाई गर्नु सक्नुहुनेछ। यहाँ तपाईँले वेब एड्रेस देख्नु सक्नुहुन्छ। यही वेब एड्रेसमा गएर तपाईँले अनलाइन अप्लाई गर्नुपर्नेछ। तपाईँको सुविधाको लागि र समयको बचतको लागि अनलाइन अप्लाई लिङ्क र डिटेल नोटिफिकेसन लिङ्क तपाईँले भिडियोको डिस्क्रिप्सन बक्समा पनि पाउनु सक्नुहुनेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ सेन्ट्रलाइज इम्प्लोइमेन्ट नोटिफिकेसन नम्बर, यो एकदमै जरुरी छ तपाईँको लागि। यदि तपाईँले एडमिट कार्ड आफ्टर एक्जामिनेसन तपाईँको रिजल्ट डाउनलोड गर्नु छ भने तपाईँलाई नोटिफिकेसन नम्बर याद हुनु पर्यो। नोटिफिकेसन की हाइलाइटको कुरा गर्नुपर्दा पोस्ट नेम छ तपाईँको जुनियर इन्जिनियर जेई डिपो मटेरियल सुपरिन्टेन्डेन्ट र केमिकल एन्ड मेटलर्जिकल असिस्टेन्ट पोस्टको लागि छ। टोटल भ्याकेन्सी 2570 भ्याकेन्सी यो अल आरआरबीको लागि छ। एज लिमिट तपाईँको मिनिमम 18 साल, म्याक्सिमम तपाईँको 33 साल। मन्थली स्यालेरी तपाईँको 35,400 रुपियाँ पर मन्थ, यो तपाईँको पे लेभल 6 मा पर्नेछ। यो तपाईँको बेसिक पे हो। बेसिकको साथमा तपाईँले धेरै नै एलाउन्सेस जो रेलवे कर्मचारीलाई लागु छ त्यो तपाईँले पाउनु सक्नुहुनेछ। मिनिमम क्वालिफिकेसन तपाईँको डिप्लोमा डिग्री तपाईँले रेलिभेन्ट फिल्डमा। अब यो रेलिभेन्ट फिल्ड कस्तो हुनेछ त्यो हामी अघि गएर डिस्कस गर्नेछौँ। सेलेक्सन प्रोसेस तपाईँको कम्प्युटर बेस्ड टेस्ट सिबिटी हुनेछ 1 र 2, त्यसको बादमा डकुमेन्ट भेरिफिकेसन। जब लोकेसनको कुरा गर्नुपर्दा एक्रस इन्डिया रेजिस्ट्रेसन स्टार्ट तपाईँको 31 अक्टोबर 2025 देखि 30 नोभेम्बर 2025 यानि कि 1 महिनाको समय तपाईँलाई रेजिस्ट्रेसनको लागि यहाँ दिएको छ। स्यालेरीको कुरा गर्नुपर्दा जुनियर इन्जिनियर डेपो मटेरियल सुपरिन्टेन्डेन्ट र केमिकल एन्ड मेटलर्जिकल असिस्टेन्ट पोस्टको लागि 35,400 रुपियाँ पर मन्थ। पे लेभल 6 7 सीपीसीको हिसाबले यो तपाईँको बेसिक पे हो। बेसिकको साथमा तपाईँले एलाउन्सेस जो रेलवे कर्मचारीलाई लागु छ त्यो तपाईँले पाउनु हुनेछ। एलिजिबिलिटी क्राइटेरियाको कुरा गर्नुपर्दा सबसे पहिला एज लिमिटको कुरा गरौँ। मिनिमम तपाईँको 18 साल, म्याक्सिमम तपाईँको 33 साल। एज रिल्याक्सेसन र अप्पर एज जो लिमिट छ त्यो तपाईँले 3 साल ओबीसी एनसीएलले, 5 साल एससी एसटी क्यान्डिडेटले र 10 साल पीडब्ल्यूडी क्यान्डिडेटले पाउनेछ। इसेन्सियल क्वालिफिकेसनको कुरा गर्नुपर्दा जुनियर इन्जिनियर्स पोस्टको लागि तपाईँले 3 साल डिप्लोमा रेलिभेन्ट इन्जिनियरिङ डिसिप्लिन, त्यसको बादमा केमिकल सुपरभाइजर र रिसर्च पोस्टको लागि डिग्री या फिर समकक्ष यानि कि इक्विभ्यालेन्ट तपाईँले केमिकल टेक्नोलोजी जो कि रिकग्नाइज युनिभर्सिटी इन्स्टिट्युटबाट तपाईँले गरेको हुनु पर्यो, जसले यहाँ तपाईँले देख्न सक्नुहुन्छ कभरिङ एनी अफ द फलोइङ फिल्ड यानि कि केमिकल टेक्नोलोजी तपाईँले पेट्रोलियम प्रोडक्ट, पेन्ट एन्ड करिजन प्रिभेन्सन र पोलिमर नलेजमा गरेको हुनु पर्यो। साथमा तपाईँको कम्प्युटर नलेज पनि एकदमै जरुरी छ। मेटलर्जिकल सुपरभाइजर रिसर्च पोस्टको लागि डिग्री या फिर समकक्ष तपाईँले मेटलर्जिकल इन्जिनियरिङमा गरेको हुनु पर्यो, रिकग्नाइज युनिभर्सिटी या फिर इन्स्टिट्युटबाट तपाईँले नलेज कम्प्युटरको तपाईँको एकदमै जरुरी छ। एप्लिकेसन फीको कुरा गर्नुपर्दा जनरल ओबीसी क्यान्डिडेटले 500 रुपियाँ जो कि नन रिफन्डेबल छ। यो एससी एसटी माइनोरिटी कम्युनिटी, इबीसी, पीडब्ल्यूडी, फिमेल, ट्रान्सजेन्डर, एक्स सर्भिसमेन क्यान्डिडेटले 250 रुपियाँ दिनुपर्नेछ। यो टोटली रिफन्डेबल छ। आफ्टर सिबिटी तपाईँले आफ्नो जो एप्लिकेसन फी छ त्यो रिफन्ड पाउनुहुनेछ। पेमेन्ट मेथड तपाईँले अनलाइन मोडमा गर्नु सक्नुहुनेछ। कार्ड, नेट ब्याङ्किङ र युपीआईको थ्रु तपाईँले गर्नु सक्नुहुनेछ। सेलेक्सन प्रोसेसको कुरा गर्नुपर्दा कम्प्युटर बेस्ड टेस्ट सिबिटी 1, कम्प्युटर बेस्ड टेस्ट सिबिटी 2 र डकुमेन्ट भेरिफिकेसन हुनेछ। आरआरबी जेई इक्जाम प्याटर्नको कुरा गर्नुपर्दा जो स्टेज 1 छ सिबिटी, यहाँ तपाईँले देख्न सक्नुहुन्छ 90 मिनट तपाईँले समय पाउनुहुनेछ। क्याटेगोरी र नम्बर अफ क्वेसन्स तपाईँले कति देख्न सक्नुहुनेछ। म्याथमेटिक्सबाट तपाईँको 30 क्वेसन, जनरल इन्टेलिजेन्स एन्ड रिजनिङ तपाईँको 25 क्वेसन, जनरल अवेरनेस तपाईँको 15 क्वेसन, जनरल साइन्स तपाईँको 30 क्वेसन, टोटल तपाईँको 100 क्वेसन यहाँ तपाईँले देख्नु सक्नुहुनेछ। आरआरबी जेई इक्जाम प्याटर्न सेकेन्ड स्टेज सिबिटीको कुरा गर्नुपर्दा 120 मिनट यानि कि तपाईँले 2 घण्टा समय पाउनु हुनेछ। क्याटेगोरी नम्बर अफ क्वेसन्स तपाईँको कस्तो प्रकारको हुनेछ। जनरल अवेरनेसबाट तपाईँको 15 क्वेसन, फिजिक्स एन्ड केमिस्ट्रीबाट 15 क्वेसन, कम्प्युटर एप्लिकेसनबाट 10 क्वेसन, इन्भाइरोमेन्ट एन्ड पल्युसन बेसिकबाट 10 क्वेसन, टेक्निकल एबिलिटी 100 क्वेसन्स, टोटल 150 क्वेसन्स तपाईँले देख्नु हुनेछ। यदि तपाईँ अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले केही स्टेप्सहरू फलो गर्नु पर्नेछ। सर्वप्रथम त तपाईँले आरआरबीको अफिसियल वेबसाइट भिजिट गर्नु पर्नेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ वेब एड्रेस। यही वेब एड्रेसमा गएर तपाईँले अनलाइन अप्लाई भी गर्नु सक्नुहुनेछ। साथै जो डिटेल नोटिफिकेसन र कुनै पनि तपाईँको न्युज
जो रेलवे रिलेटेड आरआरबी रिलेटेड जो भी न्यूज तपाईँ देख्न चाहनुहुन्छ त्यो तपाईँले यहाँबाट डाउनलोड गर्नु सक्नुहुनेछ। सर्वप्रथम तपाईँले रेजिस्ट्रेसनको प्रोसेस कम्प्लिट गर्नु पर्नेछ। भ्यालिड इमेल आइडी र मोबाइल नम्बर तपाईँले फिल गरेपछि तपाईँले आइडी र पासवर्ड पाउनेछ। त्यही आइडी र पासवर्ड लिएर तपाईँले फर्दर एप्लिकेसन फर्म भर्नु सक्नुहुनेछ। जब तपाईँले एप्लिकेसन फर्म भर्नुहुन्छ तपाईँको जो भी डिटेल्स छ, तपाईँको पर्सनल डिटेल, तपाईँको एजुकेसनल डिटेल या फिर तपाईँको एक्सपिरियन्स रिलेटेड जो भी डिटेल छ सही तपाईँले भर्नु पर्नेछ। त्यसको बादमा तपाईँले केही डकुमेन्टहरू जो कि स्क्यान गरेर अपलोड गर्नु पर्नेछ। जस्तै रिसेन्ट कलर पासपोर्ट साइज फोटोग्राफ, सिग्नेचर जो कि रनिङ ह्यान्डराइटिङमा हुनु पर्यो, सेतो कागजमा तपाईँले कालो या निलो पेनले गरेको हुनु पर्यो, एससी एसटी सर्टिफिकेट जरुरतको मुताबिक, पिडब्ल्युडी क्यान्डिडेट छ भने तपाईँले डिसेबिलिटी सर्टिफिकेट र स्क्राइबको डिटेल तपाईँले भर्नु पर्नेछ। फी पेमेन्ट गरेपछि तपाईँले आफ्नो एप्लिकेसन फर्म सबमिट गर्नु सक्नुहुनेछ। तपाईँले आफ्नो एप्लिकेसन फर्म 30 नोभेम्बर 2025 रातिको 11:59 सबमिट गर्नु सक्नुहुनेछ। इम्पोर्टेन्ट लिङ्कको कुरा गर्नुपर्दा सर्ट नोटिफिकेसन र तपाईँको इक्जाम सिलेबस यो दुईटा तपाईँले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु सक्नुहुनेछ। डिटेल नोटिफिकेसन र अनलाइन अप्लाई लिङ्क जस्तो तपाईँको लिङ्क एक्टिभेट हुनेछ त्यस्तै म भिडियोमा यो अपलोड गरिदिनेछु। त्यहाँबाट तपाईँले सहजै अप्लाई गर्नु सक्नुहुनेछ। यो थियो भारतीय रेलवे जेई रिक्रुटमेन्ट 2025 नोटिफिकेसन सम्बन्धी केही महत्त्वपूर्ण जानकारीहरू। यदि तपाईँलाई डिटेलमा अझै ज्यादा जानकारी चाहिन्छ भने नोटिफिकेसन तपाईँले डाउनलोड गरेर तपाईँले पढ्नु सक्नुहुनेछ। यदि तपाईँलाई आजको यो भिडियो इन्फर्मेटिभ लाग्यो, राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् र जो च्यानल छ त्यसलाई सब्सक्राइब पक्का गरिदिनु होला। नेक्स्ट भिडियो फेरि म अर्को नयाँ नोटिफिकेसन लिएर उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। जय हिन्द, जय गोर्खा।